म देख्दैछु हाम्रो सुरेन्द्र केसी, रञ्जनजी, बोधराजजीहरू भन्ने उहाँहरूको बारेमा मैले भने कि कतिपयसँग परिचय नभए पनि म युट्युबमा उहाँहरूको विचारसँग अवगत छु भने पावर सिफ्ट भइसकेको छ। अहिले पावर चाहिँ सामाजिक सञ्जालले निर्माण गर्न थालेको छ र सामाजिक सञ्जालमा जो जनमत बनाउनुहुन्छ उहाँहरूलाई इन्फ्लुएन्सर भन्ने शब्द प्रयोग गर्न थालिएको छ। तपाईहरू आजको इन्फ्लुएन्सर हो। यदि लोकतन्त्र गयो भने, स्वतन्त्रता गयो भने पहिला तपाईँको घाँटी जान्छ, अर्थात् तपाईँको त्यो क्षमता जान्छ। यो कुरालाई सबैले विचार गर्नुपर्दछ। दोस्रो, छोटकरीमा एउटा सानो कुरा भनौँ, ऋषि धमलाजी पनि अहिले कालो पोसाकमा आज अवतरित हुनुभएको छ। कालो शोकको पनि प्रतीक मानिन्छ, शक्तिको पनि पर्याय मानिन्छ, विरोधको पनि पर्याय मानिन्छ। अहिले कालोको जगजगी छ। रङहरू कुनै पनि नराम्रो हुँदैनन्। म जुन बेला 62 सालमा बन्दी गृहमा थिएँ, एकजना वरिष्ठ नेता हुनुहुन्थ्यो नेपाली काङ्ग्रेसको, हामी चेस खेल्थ्यौँ, काम केही थिएन। 7 दिनमा 6 दिन उहाँ हार्नुहुन्थ्यो। म त पहेँलो लुगा लाउने मान्छे, तर 7औं दिन उहाँ श्रीमतीको सल्लाह अनुसार कालो पोसाकमा अवतरित हुनुहुन्थ्यो र जहिले पनि म हार्थेँ अघि। र उहाँ यो कालो पोसाकको करामत भन्नुहुन्थ्यो। म योभन्दा बढी जान चाहन्न। ऋषि धमलाजीले मलाई 10:30-11 बजे मात्र बोलाउनु भएको, कुनै नियोजित होइन म यहाँ आउने भन्ने। र मेरो आफ्नै कामहरू थियो। म सामाजिक जीवनबाट अलग हुँदै गएको मान्छे। मेरो ढाडको ठुलो समस्या छ। पहिला घाँटीको समस्या थियो, घुँडाको थियो, अहिले कमरमा सरेको छ, उपचारमा बाहिर जानु छ। हामी अस्ताउँदो सूर्य मात्र होइन, बिदाबारी भइसकेको मान्छे। यो अवस्थामा उहाँले आउनै पर्छ भन्दाखेरि म यो संस्थामा आबद्ध छुइनँ। संस्था भनेको यो अभियानमा गुण र दोषको आधारमा समर्थन हुन्छ। लोकतन्त्रको कुरा गर्नुभयो, अहिंसाको कुरा गर्नुभयो, स्वतन्त्रताको कुरा गर्नुभयो, शान्तिको कुरा गर्नुभयो। ती मूल्यहरूमा मेरो सदैव साथ र समर्थन रहन्छ। र मेरो चाहिँ विनम्र आग्रह छ, मैले आँखा देख्दिनँ, यो चस्मा पावरको नलाएको हुनाले यो चस्माले मैले पढ्न सकिनँ, तर राम्रा छन्। सामाजिक न्यायको कुरा छुटेको छ। सामाजिक न्यायको कुरा थपिदिनु भयो भने राम्रो हुन्छ जस्तो मलाई लाग्दछ। अन्तिम चरणमा म यति मात्रै भन्छु, मान्छे आफ्नै कमिजमा झुन्डिएर मरेको मैले आजसम्म सुनेको थिएन। तर सिन्धुलीको एउटा हिरासतमा एकजना दलित अभियन्ता भनौँ, व्यक्तित्वको संदिग्ध परिस्थितिमा मृत्यु भयो। अब छानबिन भयो प्रहरीको आन्तरिक रूपमा। अभियन्ताहरू आन्दोलनरत छन्। निष्पक्ष छानबिन हुनुपर्छ। नागरिक आफ्नै कमिजमा झुन्डेर मरेको कुरा पत्याउनलाई गाह्रो हुन्छ। त्यसले जति पनि हुलाक बदलिए 7 सालदेखि आजसम्म हुलाकीहरू बदलिएन, राजनीतिक सत्ताहरू बदलिए, सामाजिक सत्ता बदलिएन। त्यसको प्रत्यक्ष मार 13% भन्दा बढी दलितहरूले आज पनि भोग्नु परेको छ। त्यो धारालाई जोड्नु होला। म अन्त्यमा 3टा कुरा निवेदन गर्छु। म आमन्त्रण गर्छु प्रेसका साथीहरूलाई। म संस्थापक सभापति भएको मानव अधिकार तथा शान्ति समाजले गणतन्त्र दिवसको अवसरमा जेठ 15 गते 11 बजे आधी घण्टाको लागि एउटा मौन प्रदर्शन गरेको छ माइती घरमा। किन गर्नुपर्ने अवस्था आयो म त्यो पनि भन्छु। म प्रेसका साथीहरूलाई त्यसमा आमन्त्रण गर्छु, किनभने यसपटक फरक भयो। 14वटा भन्दा बढी दूतावासमा प्रदर्शन गर्ने क्रममा शान्तिका लागि र नेपालमा सयौं प्रदर्शन गर्दा आजसम्म सिडिओ कार्यालयले मतलब सहयोग गरेको थियो, प्रहरीहरूले सहयोग गर्नुभएको थियो। तर यसपटक चिठी जाने बित्तिकै सभापतिलाई आफै आउनुहोस्, फारम भर्नुहोस् भन्नुभएको छ। त्यो स्वाभाविक पनि हो। भदौ 24 बजी सबै तर्सिनु भएको छ। हाम्रो सभापतिजी जानुभयो, यो फारम भर्नुहोस् भन्नुभयो र सिडिओ साहबले अनुमति दिएर प्रहरीलाई लेखिदिनु भयो। त्यस सीमित सङ्ख्या लेखिएको हुनाले सामूहिक रूपमा चाहिँ मैले आह्वान गर्न सकिनँ। भोलि 50-60 जना भनेको छ, 500 किन आयो भन्यो भने त्यसैमा उहाँहरूले समात्नुहुन्छ। त्यसले प्रेसका साथीहरूलाई जहाँ जाने पनि स्वतन्त्रता छ। त्यो परिस्थिति किन आयो हामीले गर्नुपर्ने भन्दा म प्रष्ट उल्लेख गर्न चाहन्छु। यो सरकारको विरुद्धमा हामी उभिएको होइन। हाम्रो काम बाटो देखाउने हो। बाटो देखाउनु पर्ने अवस्था किन आयो भन्दा हामीले 1 नम्बरमा लेख्यौँ, सरकार लोकतन्त्र विरोधीको लौरो नबन। लौरो नबन मात्रै बन्यो। लौरो बन्ने खतरा चाहिँ आयो। किन आयो भने 7 साल आयो, 46 साल आयो, 62 साल आयो र जेनजी आन्दोलन आयो। फेरि पनि तपाईँ व्यवस्था परिवर्तनको लडाइँमा लाग्नुभयो भने तपाईँले सुशासन प्रत्याभूति गर्न सक्नुहुन्न। एउटा बाआमाले पुत्रीले वर्षौँदेखि कमाइदिएको सम्पत्तिमा टेकेर सन्तानहरूले उन्नतिको सिडी चढ्छन्। स्वतन्त्रताका नेपालका ती आन्दोलनहरूको सिडी चढेर अहिले सम्माननीय प्रधानमन्त्री बालन शाहको सत्तारोहणको यात्रा सुरु भएको छ। तपसिलको कुरामा तपाईँ उत्रिन थाल्नुभयो भने फेरि द्वन्द्वहरू बौरिन सक्छन्। नेपालको राजनीतिक समाजलाई अन्डर एस्टिमेट नगर्नुहोस्। पुरानालाई उनीहरूको ध्वंसात्मक क्षमता छ। मुद्दा पाउने बित्तिकै, मौका पाउने बित्तिकै गाउँ गाउँमा कुन अशान्तिको प्रारूप तयार भइरहेको छ,
त्यसैले तपाईँहरूले शून्य गल्तीमा चल्नुपर्छ। अत्यधिक समर्थनको भारी बोकेर चल्नु भएको छ, त्यही बोझले खिचेर तपाईँ कतै लड्नु त हुन्न। त्यसले हाम्रो काम तपाईँहरूलाई खबरदारी गर्ने होइन, तपाईँहरू सफल हुनुहोस् भन्ने कामना हो। किनभने यो सरकार पनि सफल भएन भने नेपालको राजनीति अस्थिरताको कुन चक्रमा जान्छ, निर्देशित लोकतन्त्रमा जान्छ कि म त्यसको व्याख्या गर्न चाहन्न। जडसूत्रवादीको कब्जामा जान्छ कि सङ्कीर्णतावादीको कब्जामा जान्छ कि म जान चाहन्न। त्यसले सरकारको सफलताको म कामना गर्दछु। यो सरकारलाई बदल्ने जिम्मेवारी भनेको कसैले राख्छ भने त्यो संसदले मात्रै राख्छ। त्यसैले उहाँहरू के भने व्यक्तिको कुरामा हामीलाई कुनै पूर्वाग्रह होइन, तर सम्पत्ति छानबिन आयोगको म्यान्डेटको बारेमा कुरा आयो। केही पूर्व पदाधिकारीहरू, पूर्व राजा, पूर्व राष्ट्रपतिहरू, पूर्व उपराष्ट्रपतिहरूलाई पनि छानबिन नगर्ने भन्नुभयो। लोकतन्त्रमा कोही पनि तल र माथि हुँदैन, सबैको छानबिन गर्नुपर्छ, डराउनु पर्दैन। इमान्दारहरूले डराउनु पर्दैन, जसले स्रोत देखाउन सक्नुहुन्छ डराउनु पर्दैन, सरकारलाई सहयोग गर्नुपर्दछ। तर अलिकति काखा र पाखा भयो भन्ने कुरा आयो। त्यसैले हामीले सरकारलाई भन्यौँ धेरै कुराहरू छन्, म व्याख्या गर्न चाहन्न। तपाईँ लोकतन्त्रको मुद्दाबाट लरबरिन थाल्नुभयो भने जुन अमृत जनताले तपाईँलाई दिएका छन् त्यो रिसले पोख्ने काम बाहेक केही पनि हुँदैन। मूल मुद्दाबाट नभड्किनुहोस्। तपाईँहरूको सबैभन्दा मलाई मन परेको यो सरकारको कुरा के थियो भने 100 बुँदेमा अरूका राम्रा कुरा सबै ग्रहण गर्ने भन्नुभएको थियो। अरूको घोषणापत्रको राम्रो कुरालाई सबै लिने भनेर उहाँहरूले सुरु गर्नुभएको थियो, तर डेभिएट अर्थात् उहाँ बरालिन थाल्नुभयो। त्यसको म चर्चा गर्छु। दोस्रो, हामीले संसदलाई भनेका छौँ 15 गतेको प्रदर्शनमा साङ्केतिक मौन प्रदर्शन भए पनि हामीले भनेका छौँ संसदीय सर्वोच्चता जोगाऊ। नेपालमा एउटा गलत व्याख्या भएको छ, 2/3 सरकार टिकेनन् भन्ने होइन। 2/3 सरकार बिपी कोइरालाको नेतृत्वमा काङ्ग्रेसको मात्रै थियो, बाँकीका कहिले पनि 2/3 छैनन्। तर ती सबै सरकारहरू चाहिँ संसदीय दलको नेता अर्थात् प्रधानमन्त्रीकै कारणले विघटन भएका छन्, बिपी कोइरालाको बाहेक। जस्तो 48 सालमा नेपालमा बहुमत नभए पनि गिरिजाबाबुको मेजोरिटी थियो काङ्ग्रेसको, उहाँले आफैले विघटनमा लानुभयो संसद। 56 सालमा 58 सालमा शेरबहादुरजीको मेजोरिटी थियो, उहाँले आफैले विघटन गरेको हो। र 77 सालमा चाहिँ खड्गप्रसाद ओलीजीको मेजोरिटी थियो, 2/3 म भन्दैन, उहाँले आफैले विघटन गरेको हो। कहीँ यो सरकारको हातबाट पनि संसद विघटनको त्यो अभ्यास दोहोरिने छैन भन्ने म एउटा कामना गर्दछु। र हामीलाई बिझायो, नराम्रोसँग किन बिझायो भने संसदमा बोल्न पाउनु भनेको त गर्वको कुरा हो। भारतका विख्यात समाजवादी नेता राम मनोहर लोहियाले 2-3 पटक चुनाव हार्नुभयो आफ्नो मित्र जवाहरलाल नेहरूसँग, फुलपुरबाट या इलाहाबादबाट। पछि उहाँले उत्तर प्रदेशबाट उपचुनाव जित्नुभयो। संसदमा उहाँ जाँदा भारतको विख्यात कवि रामधारी सिंह दिनकरले कविता लेख्नु भएको थियो कि लोहिया संसद में आ गया है भन्ने। संसदमा बोलेको कुराको वचन हुन्छ। प्रधानमन्त्रीको लागि संसदमा बोल्नु भनेको एउटा अवसर हो, इन्टरेक्ट गर्नु, एउटा लोकतान्त्रिक विश्वमा दिने एउटा सन्देश हो। उहाँ किन जानु भएन, उहाँको इच्छाको कुरा होला। तर आफैले लेखेको आफ्नो सरकारको नीति पत्र राष्ट्रपतिले वाचन गर्दा गर्दै उहाँले जुन ढङ्गले छोडेर हिँड्नुभयो त्यसले उहाँ स्वयंलाई ड्यामेज गर्यो। त्यो राष्ट्रपतिको अपमान होइन नि, त्यो मर्यादाको अपमान हो। त्यो मर्यादाको अपमान भएपछि हामी इतिहास दोहोरिने त होइन। पुराना अहङ्कारी शासकहरूले संसद विघटन गरेको मैले उदाहरण दिएँ, यो पनि त्यही मार्गमा जाने त होइन भनेर हामीले संसदलाई आह्वान गर्दैछौँ। संसदीय सर्वोच्चता जोगाउनुहोस्। संशोधन गरेर कुन मार्गमा लानुहुन्छ, कुन प्रत्यक्ष प्रणाली तपाईँहरूको कुरा हो, तर अहिले संसदीय सर्वोच्चता जोगाउनुहोस्। र तेस्रो कुरोमा जानुहोस्। अब मैले सक्न पनि लागेँ, तेस्रो कुरामा के जानुहोस् भने न्यायालय पहिला दलको छायाबाट अहिले सरकारको छायाबाट मुक्त राख्नुहोस्। न्यायालय दलको छायामा गएको त्यो विकृत भएको। प्रधान न्यायाधीशहरूकै विरुद्धमा हामीले अभियान गर्नु पर्यो, हाम्रो लागि पनि दुःख थियो। हामीले भन्यौँ कि राजनीतिक दलको छायाबाट मुक्त गर्नुहोस्। कुन प्रधान न्यायाधीश योग्य अयोग्य म भन्दिनँ, सिस्टमबाट फ्रेमबाट ल्याउनु भयो। तर एउटा सिस्टम के बुझ्नुपर्छ भने शक्ति पृथकीकरणको सिद्धान्तमा एउटा रजिस्ट्रारलाई दरपीड गर्ने अधिकार हुन्छ। दरपीड गर्नुभयो एउटा निवेदनमा, तर त्यो दरपीड विरुद्ध पनि निवेदन परिसकेपछि त्यो मुद्दा इन्टरटेन गर्ने कि नगर्ने त्यो फेरि इजलासको काम हो। तर रजिस्ट्रार भागेर प्रधानमन्त्री कार्यालय पुग्नुभयो र दर्ता गर्नु भएन। अब हामीले भन्यौँ सरकारको छायाबाट पनि मुक्त गर्नुहोस्, किनभने न्यायालयमा अब दलको छायाबाट मुक्त गर्ने नाममा अब बिस्तारै सरकारको छायामा जान खोजेको त होइन भन्ने कुराहरू आयो। त्यसैले लोकतन्त्रका स्तम्भ भनेको यो कार्यपालिका, व्यवस्थापिका, न्यायपालिकाको कुरा हामीले उठायौँ। र म यहाँ दोहोऱ्याउन चाहन्छु, आदरणीय शहीद परिवार जेनजी मित्रहरू हुनुहुन्छ, भविष्य जेनजीहरूकै हो कि यो जेनजी आन्दोलनका सन्दर्भमा मैले पटक पटक भने कार्यपालिका, व्यवस्थापिका, न्यायपालिका, प्रेस
र नागरिक समाजको असफलताको गर्वबाट जेनजी आन्दोलनको अभ्युदय भएको म पनि असफल हुँ। त्यसले हामीबाट आशा नगर्नुहोस्। नागरिक समाज पनि असफल भएको हो। सरकार बदलियो, व्यवस्थापिका बदलियो, न्यायपालिका शुद्धिकरणको क्रममा छ। अब नयाँ नागरिक समाजको अवधारणामा ऋषिजी मैदान खाली छ। तपाईहरू सत्यलाई स्वीकार गरेर शान्तिको पथमा, अहिंसाको पथमा, लोकतन्त्र र स्वतन्त्रताको मार्गमा अघि बढ्नुहोस्। जाँदा जाँदै अन्तिममा फेरि निवेदन गर्न म चाहन्छु, सुकुम्बासीहरूको बारेमा बिजाउने कुरा, सरकारले जुन काम गर्यो अभिभावकीय भूमिका दायित्व गर्न सकेन। मान्छेलाई कुटेर, निकालेर, लादेर, बन्दुकको बलमा गरेका कुराहरू धेरै लामो र स्थायी हुँदैनन्। राज्यको भूमिका भनेको जहिले पनि अभिभावकीय हुनुपर्छ। मैले धेरै अगाडिदेखि भन्दै आएको थिएँ, पहिला तपाईँ पुनर्वासको व्यवस्था गर्नुहोस्, अनि त्यसपछि पुनर्स्थापना र पुनर्वासलाई सुनिश्चित गरेपछि चाहिँ तपाईँहरू चाहिँ विस्थापन गर्नुहोस्। र सुकुम्बासीमा 6 सूत्र म भएर बिदा हुन्छु। 1 नम्बर सूत्र पहिला चाहिँ अभिलेखीकरण हुनुपर्छ, त्यो स्थानीय निकायसँगको सहकार्यमै हुन्छ। त्यसपछि वर्गीकरण र प्रमाणीकरण हुन्छ। प्रमाणीकरणपछि पुनर्स्थापना र पुनर्वासको व्यवस्था हुन्छ, अनि मात्र विस्थापनको व्यवस्था हुन्छ। सरकार विस्थापनमा गयो एकैपटक, यो राष्ट्रपाकै लागि आत्मघाती हुनसक्छ देशभरि। योभन्दा बढी मैले अन्तिममा भनिनँ। अन्तिममा म एउटा डरलाग्दो सत्य बताउन चाहन्छु। सत्यलाई दबाउने प्रयत्न गर्नुभयो भने त्यसले आफैलाई डराउने सम्भावना हुन्छ। भदौ 24 गतेको घटनामा 23 का दोषीहरूलाई कारबाही गर्नुहोस् भनेर हामीले बारम्बार भन्यौँ। त्यो कारबाहीको प्रक्रियामा एउटा तह भाग्यो, जस्तो कि कार्की आयोग आयो। गौरीबहादुर कार्कीको आयोगले आफ्नो म्यान्डेटको विपरीत भदौ 24 को घटनामा प्रवेश नै गर्न, विवरण मात्रै दिएर त्यो भाग्यो। त्यसले आफ्नो दायित्व पुरा गरेन। त्यसपछि दोस्रोमा प्रवेश गर्यो मानव अधिकार आयोगको कुरा। त्यसले चैत्र 15 गते जसको समर्थनमा भए पनि मानव अधिकार आयोगको काम अनुगमन गर्ने, रिपोर्ट निकाल्ने हो। तर त्यो चैत्र 15 को घटनामा पनि त्यसले रिपोर्ट निकालेन। हामीले त्यो बेला पनि एउटा उच्च स्तरीय छानबिन समिति गठन गरौँ भनेका थियौँ, त्यो बेलाको सरकारले गरेन। वेबसाइटमा हेर्न सक्नुहुन्छ। त्यो मानव अधिकार आयोग अहिले रिपोर्ट बजारमा चाहिँ ल्याउने, बाहिर चाहिँ भाग्ने काममा टाप ठोकेर भागेको छ, किनभने त्यो पार्टीको छायामा गठन गरिएका आयोग थिए। तेस्रो बिन्दु आउँछ सरकारको बारेमा मलाई मन परेको कुरो के हो भने, आफ्नो शपथ ग्रहणको 24 घण्टा नबित्दै सरकारले के गर्यो कि 24 घण्टा नबित्दै 100 सूत्रीय शासकीय स्वरूप सार्वजनिक गर्यो। 7 नम्बर बुँदामा हेर्नुभयो भने भदौ 24 को बारेमा छानबिन 1 हप्ताभित्र गर्ने भयो। ऋषि दमलाजी प्रश्न उठाउनुहोस्, 2 महिना बित्न लाग्यो, आज तपाईँले किन त्यो आयोग गठन गर्नुहुन्न? तपाईँ त्यो आयोग गठन गर्नुहुन्न भने ऋषि दमलाजी, तपाईँ नागरिक आन्दोलन 62-63 को जस्तो इतिहास बनाउन चाहनुहुन्छ भने साहस गर्नुपर्छ। नागरिक आयोग बनाएर रिपोर्ट तपाईँले आफूले ल्याउने अध्ययन पत्र प्रयास गर्नुहोस्। तपाईले अब मानव अधिकार आयोग भागिराखेको छ, कार्की आयोग भाग्यो त्यो मामलामा, भदौ 24 को मामलामा, र सरकार आफ्नै प्रतिबद्धता विपरीत आयोग गठन गर्दैन छानबिन समिति भने नागरिकले बनाउनु पर्छ। नागरिकले बनाउनु भएन भने अन्तर्राष्ट्रिय स्तरको सम्बन्धमा बनायो भने परिणाम के हुन्छ? को तानिन्छन्? किनभने भदौ 23 को डकुमेन्ट्री आएको छ, भदौ 24 को डकुमेन्ट्री आउन बाँकी नै छ। यो कुरालाई बुझ्नु होला। त्यसैले इतिहास बनाउने हो ऋषि दमलाजी। इतिहास बनाउनका लागि मैले तपाईहरुलाई जुन भने भदौ 24 को कुरामा म चाहिँ विशुद्ध पक्षमा छु। टुङ्ग्यौं, सरकारले प्रतिबद्धता गरेको छ, सरकारले छानबिन समिति बनाएर टुङ्ग्याउनु पर्दछ। यसलाई बाह्य हस्तक्षेपको लागि द्वार खुला राख्नु हुँदैन। यिनै कुराहरू निवेदन गर्दै फेरि पनि म भन्छु, यो पवित्र उद्देश्यले खोलेको स्वतन्त्रता लोकतन्त्रको भन्नुभयो, मेरो नैतिक समर्थन छ। तर यसको कुनै कमिटीमा म छुइनँ, यो कुनै हिस्सा होइन, म कुनै हिस्सा होइन। किनभने नागरिक समाजको बारेमा गलत धारणा के छ भने केही पकेटका व्यक्तिहरू मात्रै नागरिक समाजका नेता हुन् भन्दा आज हामी यो दुर्दशाको सङ्घारमा आइपुगेका छौँ। त्यसैले इतिहास आजको पुस्ताले बनाउँछ, भोलिको पुस्ताले पढ्छ र पर्सिको पुस्ताले लेख्छ पढ्छ। तपाईँ इतिहास बनाउनुहोस् ऋषि दमलाजी, शुभकामना छ। धन्यवाद र म बिदा पनि चाहन्छु।